डम्बेलमा ग्लुट ब्रिज गर्नको लागि हामीलाई एउटा म्याट चाहिन्छ र अर्को डम्बेल। सो डम्बेल चाहिँ तपाईँले तपाईँको कम्फर्ट जोन अकर्डिङली लिन खोज्नु, 5 देखि स्टार्ट गर्दा नि हुन्छ अर लेस। अब हामी यो डम्बेललाई चाहिँ आफ्नो हिप जोइन्टमा राखेर सुत्छौँ है। सो मजाले हामी सुत्यौँ, यो हाम्रो डम्बेललाई चाहिँ हामीले हिप जोइन्टमा राखेको छौँ र अब खुट्टालाई हामीले मिलाउन खोज्छौँ। सो खुट्टालाई धेरै क्लोज पनि राख्न खोज्ने होइन, धेरै टाढा पनि राख्न खोज्ने होइन। धेरै क्लोज राखेर थ्रस्ट गर्नुभयो भने हाम्रो क्वाड्समा फिल हुन्छ, धेरै टाढा राखेर थ्रस्ट गर्दै हुनुहुन्छ भने हामीलाई ग्लुट्समा पर्दैन, ह्यामस्ट्रिङमा फिल भइरहेको हुन्छ। त्यही भएर चाहिँ हामीले यो सिधा हुने गरेर चाहिँ मुभमेन्ट गर्न खोज्नु पर्यो है। सो हिप थ्रस्ट गर्दाखेरि यो सिधा देखोस् है। सो त्यसको लागि चाहिँ हामीले एउटा हातलाई यसरी स्ट्रेट राखेर के गर्न खोज्छौँ, हाम्रो हिललाई छुन खोज्छौँ। सो हिललाई छुने बेलामा चाहिँ यो छुइरहेको छ भने चाहिँ हामीले एउटा सही ठाउँमा राखेको छ भन्ने चाहिँ बुझ्नु पर्यो। अब त्यसपछि हामीले के गर्छौँ, पेटलाई यसरी फुलाएर मुभमेन्ट नगरेर चाहिँ पेटलाई टक्ड इन राख्छौँ र ग्लुट्सलाई मात्रै स्क्विज गर्न खोज्छौँ है। पेटलाई यसरी फुलाउने होइन, पेटलाई फुलाउने बित्तिकै हाम्रो लोवर ब्याकमा धेरै टेन्सन फिल हुन्छ, न कि ग्लुट्समा। सो ग्लुट्समा फिल गराउनु छ भने चाहिँ हामीले के गर्छौँ, पेटलाई टक्ड इन राख्ने र ग्लुट्सलाई मात्रै स्क्विज गर्ने। स्क्विज गर्छौँ कन्ट्रोलमा डाउन। सो के गरिरहेछौँ, हामीले पेटलाई भित्र राखेछौँ, ग्लुट्सलाई मात्रै स्क्विज गरेछौँ अनि डाउन। अब यो चाहिँ हामीले धेरै माथि, वेट्सलाई धेरै माथि थाइजतिर या यसरी पेटतिर राख्नु भएन है। ठ्याक्कै यहाँ हेर्नु त, हाम्रो यो हड्डी भएको ठाउँ छ, यो हिपको जोइन्टमा राख्नु पर्यो यसरी। अनि यसले समातेको मात्र हो, वेट हातले समात्ने होइन। वेट चाहिँ ठ्याक्कै हिपमै परिराख्नु पर्यो है। अनि मुभमेन्ट गर्दाखेरि यति मात्रै छोको मात्रै हो है। हामीले यो वेट चाहिँ हातले समातेको मात्रै हो, यसले यसरी लिफ्ट गरेको जस्तो गर्ने होइन है। ओके, कन्ट्रोलमा डाउन गर्छौँ एन्ड स्क्विज। अब यो गर्दाखेरि चाहिँ तपाईँले भुइँमा ग्लुट्सलाई यसरी राखिदिनु भएन। सो मुभमेन्ट एकचोटि स्टार्ट भएपछि तपाईँको नसकुन्जेल तपाईँको ग्लुट्स हावामै हुनु पर्यो। स्क्विज अनि कन्ट्रोलमा डाउन एन्ड स्क्विज, यत्तिकै।